के छ अनि यार हर्कसम्मज्यूले बाटो एकदम चटक यो कस्तो बाटो खन्नुभएको मेयरज्यू यो त भएन त यो भएन है मेयरज्यूको बाटै भएन यो अनि यो कस्तो मेयर बनाउने यो चाहिँ टिकट पनि पाउनु हुँदैन तपाईँले अब को 4 वर्षमा बाटो हेर्नु न हाम्रो मेयरज्यूले बाटो खन्नुभएको रे आउने के अरे आउने चुनावमा मेयर हुनु जानेले हर्क सम्पाङ जिन्दाबाद जिन्दाबाद भन्दै देशभक्ति उहाँले अहिले म एक्लै आएर ऊ दिँदै हुनुहुन्छ रिसाउँदै यत्तिको चाहिँ हुनु पऱ्यो नि त हर्क सम्पाङ जिन्दाबाद जिन्दाबाद अलिकति सहयोग पनि माग्नुहुन्छ कि मेयरज्यू ए मेयरज्यू नभने म फ्युचर मेयरज्यू हो अब आउनु हुने मेयरज्यू ल यहाँ के भन्दै हुन्छ मेयरज्यूको गुनासो रे 5-6 लाख पठाइदिनु पऱ्यो अरे ल अरू तर बाटो चाहिँ मेयरज्यूको एकदम यार यहाँ त ट्रकै कुद्ने भयो ट्रकै कुद्ने भयो यार साँच्ची हो उहाँ हुनुहुन्छ उहाँ के अरे मेयर उपमेयर बन्न एकदम बढी चान्स भएको उहाँले भन्नुहुँदै थियो एकदम म मेयर भएपछि त फिक्स यही दाइलाई उपमेयर बनाउँछु भनेर ल भोट गरिदिनुहोस् अब आउँदै गरेको चुनावमा मेयर के अरे राजेश लिम्बू होइन राजेश लिम्बू होइन हौ यार नाम भनौँ त हजुरको मेयर ज्यू हजुरको नाम मिस्टर चु उहाँको नाम सुन्नुभयो अब के अरे मैले के भन्नु आँटेको थिएँ यार बिर्सियो मैले बिर्सेपछि कहाँबाट हुन्छ त यार अब यत्तिको चाहिँ हुनुपर्छ नि त ए पारा त के भन्नु गाइज ल यो चाहिँ अति भयो है यो त भएन यो भएन मेयरज्यू अर्को मेयरज्यूले त्यहाँ कुलो खन्नु भएकोमा अर्को मेयरज्यूले आएर कुलो भत्काइदिँदै हुन्छ ल यहाँनिर चाहिँ अब यो अति भयो के अरे यो त विवादको कुरा आयो नि यहाँ त ए सफा गर्दै हुन्छ ल ठिक छ योचोटिको भोट चाहिँ उहाँलाई नै दिनु पऱ्यो है यो आउँदो चुनावमा एकदम जित्नुपर्ने रे देशभक्ति अब यो त्यहाँ त झन् अधिक खतरा नि ल यति भन्दै म बिदा हुन्छु धन्यवाद।